हाम्रो केटीहरूको एकदमै सत्य अनि यथार्थ कुरा भन्छु है त। कति जानु पर्यो भने एक ढेडी लुगा हुन्छ हो, दराजभरि लुगा हुन्छ, खोल्यो भने घरको अरू मान्छेको भन्दा पनि बढी केटीहरूको लुगा धेरै हुन्छ होइन। यो अर्थले धेरै हुँदैन कि त्यो हामीले भर्खर भर्खर किनेको हुन्छ त्यो भएर धेरै भए हुँदैन। पहिल्यैदेखि इभन बच्चै बेलादेखि किन्दै 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 थुपार्दै 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 जाँदा एक ढेडी नै भएको हुन्छ। अनि हामी केटीहरू अलिकति जे कुरालाई पनि अलिकति जतनका साथ अलिकति सम्हालेर त्यो चिजलाई इम्पोर्टेन्ट ठानेर राख्छौँ नि त चिजहरू होइन, एकदम भ्यालु गर्छौँ कि त्यो सामानको। अनि धेरै हुन्छ त्यो पहिल्यैदेखि किन्दा 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 थुपार्दा थुपार्दा धेरै नै भए हुन्छ। अनि कतै जानु पर्यो भने ओ माई गुडनेस एउटा लुगा भेटिन्छ, मरै भेटिँदैन। कसैको बिहेमै जानु पर्यो, बर्थडेमा जानु पर्यो, कुनै केही फङ्सनहरूमा जानु पर्यो होइन, एउटा पनि भेट्दैन क्या, लुगै भेट्दैन। यसो हेरौँ यो त लगाइसक्यो, यो हेरौँ यो त लगाइसक्यो, यो युज भइसक्यो। ए भगवान्, यो त सबैको होला, प्रायः सबै केटीहरूको प्रब्लमै यही हो होइन। कतिपय ठाउँमा त जान मन लागिरहेको हुन्छ नि, जानै पाउँदैन लुगा नभएर। अनि भनिदियो कि म बिजी छु, अब कहिलेकाहीँ फेरि सधैँ किनेर नयाँ नयाँ किनेर लगाउनलाई अब सधैँ पैसा पनि त हुँदैन नि होइन। अनि त्यसपछि अनि कसैले अब कुनै ठाउँमा बोलाइरहेको हुन्छ नि, अब एउटै लुगा कतिचोटि लाउनु भने जस्तो हुन्छ। अनि यार म त कस्तो बिजी छु, म त सकिनँ यार आउनलाई, टाइमै छैन। एक्चुअलमा लुगा नभए पनि हुन्छ कि कहिलेकाहीँ, कतै हिँड्ने बेलामा कहिले साडी हुँदैन, म्याचिङ इयरिङ हुँदैन, यो हुँदैन त्यो हुँदैन। यो मेरो मात्रै प्रब्लम होइन होला, यो हाम्रो सबै केटीहरूको प्रब्लम हो कि होइन, कमेन्ट मी है।